हरियो डाँडा माथि हलो जोत्ने साथी हो माले हो तारे हो के अरे हो त्यो उसोला यो गलमतिर जाने बाटो रहेछ कि आरुखोरको जाने बाटो हो यो आरुखोरको जाने बाटो हो मेरो विचार है मर्गस Ja. तिम्रो 50 भनेको त 50 यता पर्छ कि वेलकम टु रामसिया देवी टेम्पल Mhm. यहाँबाट भ्यू देखिन्छ पाटो के Mhm. त्यसरी झरियो भने उताबाट हामी त्यो डाँडाँडै कहाँनिर गेला भन्नुहुन्छ कि मैले Here you go. This is the spot. Good. look at the picture peak Annapurna South. हजुर पानी लिएर आउँछु है चियापकम है ले
लाइट आजको लाइट टन्न बेस्ट लोकेसनमा भन्नुहुन्छ भन्छ हो हल्का चिउरा भुटिदिन्छु बुझ्ने हुन्छ 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 हल्का बटर हाले जस्तो भयो यार ल ल यो बटर यहाँ च्याउ पाक्दैछ हाम्रो आजको हाम्रो क्याम्पिङ यात्रा प्रकाश भाइ म हाम्रा घरदेखि मोटरसाइकलमा सुइकिएर घुम्दिए मोटरसाइकल छोडेर आज यहाँ यो जङ्गल जङ्गल हुँदै आयो है भन्ज्याङभन्दा यतापट्टिको यी बुढाबाका मन्दिरका छेउमा बसेर याप्प अलिक कमै भयो जस्तो भयो प्रकाश हालिदिएँ सबै मैले कति खान्छौ साग ओ माय गॉड तिमी साग धेरै नखाने म खाइदिउँ ल ल मलाई दिए साग हुन्छ दिदी भाइ ए मजाले गेडाउरी हाम्रो प्लेट होइन Dholagiri 8,167, Tukuche Peak 6,920, Annapurna South 7,219, Annapurna 1 8,091, Hiuchuli 6,441, Gangapurna 7,554, and Mardi Himal 5,555. Then on Fishtail that's 6,997. Annapurna 4 5,525, Annapurna 2 7,939, Lomjung Himal 6,982, Manaslu 8,163, 629 Himal Chuli, they are above 7,000, but I don't remember the digits after 7,000. Thank you.
ओहो ओहो हामी भात खान कहाँ लाउने हो हामी घुम्दै पुग्नु परेन बुढा भुम्दी अनि खाएर बुझ्दैन नि त्यहाँ बस्छ त हेरि यहाँ ए भगवान यहाँ भात बसाल्यो थोरै कर्कलो बनाऊँ परले खाएको सुन्यौ कर्कलो बनाऊँ नि यहाँ ठिक्क छ उसमा यसो क्या भित्रको अनि भात थोरै निलो खाएर अनि लाग्ने हो ल खाना बसालिसक्नु भएको त्यसमा यहीँ पनि सुत्नु माथि काट्छ यहाँनिर माथि रहेछ नि त आँटी कति लामो रहेछ लामो रहेछ यो खरैले खानु भएको है काट्ने मान्छे नि छैन पुरानो सामान हो भात मैले क्याप्चु भनेको थिएँ होइन भनेपछि यत्रो भात मलाई भोलिसम्म पनि यो काम लाग्दैन यहाँ अब एकछिन यसो होइन पारी गएर डाँडातिर उहाँ बाबुको घरतिर देखिन्छ स्याङ्जा यो पारी डाँडा त्यहाँ पुगेर घुमेर आयो तिमीहरू म यहाँ यसो उमाल्छु अनि तिनीहरूले खाएर म पनि लाग्ने हो ल ल Whoa. सरङकोट उहाँदेखिको रहेछ सरङकोट देख्यो नि सरङकोट भयो यताको चाहिँ यो त हिजो हामी आएको भएको हो नि त्यो गलेम है तल है उन्दो गलेम भयो त्यो स्याङ्जाको डाँडाहरू हो नि त लामो रहेछ पुरा है सागहरू नि कति मजाले उयो कति वर्षदेखिको मल हेर कालो माटो लाग्यो कम्पोस्ट साग त भोपाल हुन्छ त्यहाँ त है बुढो यहीँ सुत्ने रहेछ है भन्नु भयो अब ऐपछि भन्दा नि मित्रहरू हाम्दा क्यार्दा केही पर्व कार्दैन सर्नु छर्दाखेरि अब सर्नु छर्ने कार्यक्रम गरेको यसो अब यहाँ बाटो पानी ठाँटी चौतारो पोखरी अब त्यो तालै छैन त नि त्यहाँ अब मन्दिर फुलबारीहरू धर्मस्थल उसमा आउँदाखेरि अब यहाँ बत्तीको आवश्यकता छ नि एक्लै भइयो हाम्रा भन्ने हिँड्न नपाइने अब
यस्तो छाडा ऊ त्यहाँ त्यो पातहरू के सुकाउनु भएको नि बुवा कुन पात जस्तो त ऊ त्यो के तिनीहरू भैँसी बिहा आएको गाई भैँसी बिहा आएको बिहामती चरा आएको हो बाबु ल हजुर चराउने के बिहामती चराउने बिहाम्दाखेरि ए कति धेरै है भैँसीहरू गाईहरू बिहा ओहो मैले यो हरेकचोटि बिहाउँदा एकुन्डै राख्नुहुन्छ हजुर अहिले बिहाएको जस्तो 5-7 वर्ष भयो यो कटेरो फालेर बनाएको त्यहाँ पछिका हुने 7-8 वर्ष पछिका यताका हुन्थे यहाँ बिहा आएको यो बनाएको 5-7 वर्ष भयो अहिले फेरि भत्कन लाग्यो भनेर त उनी हो यो त मैले बागुँडा ल्याएको पराएर यो त कता कताकाले ल्याएको दाराको भनेर तर यस्ता यहीँ गुराँसहरू पनि यहीँ ठेकेको नि ल्याएपछि यो पुरानो चलन एउटा अहिले नौलो भइसक्यो बाँसको ढुङ्ग्रो हो यो बाँस यो दुध दिउने होइन यसमा मोही खन्याम या दहीसँग हाल्ने या भैँसी दुहे पनि हुन्छ यसरी खै अब बानी हुनेलाई अब अलि साँग्रो हुन्छ भन्ने हो क्या नत्र पहिला दुन्थे पहिला यही हो अघि यही नि हुनु काठका यस्ता ठेकीहरू यस्ता ठेकी यस्ता स्याम्खा यी घरै कुलेका हुन्छ उनीहरू ल्याएर अब यी यस्तो चलाउनु बाबु माथि होइन मदानी मदानी भन्छ कि के भन्छ मदानीको मैले बनाएको अब मदानी आफैले बनाउनु भएको त्यो आफै बनाएको ओहोरै जान्दिनँ निर्वाह क्या निर्वाह यताउति मैले बनाएको थिएँ अलि बाङ्गो भयो घर बनाएको थिएँ एउटा मैले तर अलि बाङ्गो भयो क्या यो पुरानो अहिले देउता छ क्या रहन अन्तभन्दा राम्रो भनेर हेर्न आउने बाबु हो यहाँ शान्ति यो देश क्या नेपाल राम्रो शान्ति देश एउटा क्या भनेरै अन्तकालले मान्ने हो यस्तो भएको छ यो एउटा चराहरू एउटा खान्छन् क्या त्यहाँ खान्छन् कौवाहरू तपाईँले राख्नु चाहिँ फेरि कर्कलो होइन मलाई पुग्छ है पुग्यो भए पुग्यो कर्कलो खान्छ थोरै होइन भयो तपाईँ खानु नि तपाईँ खानु मैले खान्छु क्या थाहा भयो तपाईँ खानुहोस् त तपाईँ हाल्नुहोस् न पहिला थाहा भयो यो मौरीले मोर्छापराले फालिदियो पहिला अनि बल्ल आएका हुन् अब हेरे यही मसितिर हो यसो पम्पसँग फुल्दाखेरि कस्तो खतरा मल कि है साग आलु काउली प्याज लसुन कर्कलो तल के हो मुला सकरखण्ड नि हो क्या मुला छैन है ए फर्सी हो त्यो सबै अनि फर्सी धाङ्गो तोरी होइन इसरा होइन हजुर तरबुजा जस्तो भन्नुभयो है फर्सी नै हो नि एक किसिमको यो खरबुजो भन्ने काँचै खाने रातो हुन्छ यो तरबुजो मुन्टा खाने कलिलो तरकारी खाने त्यसको बाहिरको फालेर भित्रको फाल्ने भने यो राम्रो चिज हो क्या उनीहरूलाई बनाए पसिना ससिना आफ्नो गर्नु छैन नखाने पानी नै खाने तताएर खाने बढी पानी खाने भन्छ कि भन्नु बाजेहरूले राखेको नाउँ डाँडा कटेरी आजसम्म बस्ती आइयो र यसमा शिवालय मन्दिर यो बिचमा एउटा डाँडा कटेरी शिवालय मन्दिर स्थापना सुरुवात गरिएको छ मन्दिर तपाईँ आफैले बनाउनु भयो हजुर सुरुवात गरियो अब यहाँ खानेपानी बाटो ठाँटी चौतारो पोखरीहरू धर्मस्थल यसलाई क्या मठ मन्दिरहरू स्थापना गरिएको छ मित्रहरू भोलि आइदिनु होला प्रचार गरिदिनु होला हाम्रो भोलि भवि सन्तानले पनि हाम्रो सम्पत्ति यसको चाहिँ संरक्षण हुन पर्यो एउटा के यस्तो एक्लो ठाउँमा बसेको गोठाले मान्छे मेरो पुर्ख्यौली पेसा अब लोककृति कुल्यवृत्ति हाम्रो भैँसी पाल्ने खेती किसान गर्ने नै हो र धेरै बसेका थिए कोही मरे कोही छोडे र एक्लो ठाउँमा बसेको यो ठाउँमा केही सम्झना छोड्नु पर्यो भनेर बुढो मान्छेको यस्तो भावना विचार आएको हो यसमा सबैले समर्थन गरिदिनु होला आइदिनु होला यो ठाउँमा
राम्रोसँग बस्नुहोस् है त ल पछि पछि आउँदै गरौँ ल ल बुवा नमस्कार ल ल नमस्कार ल फेरि पछि भेटौँ ल बुवा ल ल यो बाँको भनेर जाऊ यो चाहनु त के हो घोल्टाप्री के अरे के हुन्छ त यो खाने तिम्रो खोकी लाउँदा कुखत परेको चाहिँ औषधि हुन्छ अनि पहिला तिम्रो त्यो के भन्छ अरे कुखत परेको अनि जन्डिसको लागि पनि खान्छन् त्यो यो कुन गाउँ दाइ पारीको त्यो बाङसिङतिरकै होला मेरो बिचरा अब बाङसिङै हो बाँइ बाङसिङै हुनुपर्छ पक्कै म अस्ति बनाएको कि सबलाइन करेन्ट कि त्यसलाई राख्न पर्ला जस्तो लाग्यो कि हो कि Puta, se toca.